हेलो एन्ड नमस्ते गाइस, तपाईहरुलाई स्वागत छ द प्रोजेक्ट 07 ब्लगमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भने म पनि एकदम सन्चैका साथमा आज नयाँ ब्लग नयाँ दिनको साथमा आइसकेको छु। सो त्यो गाइस अरु त के भन्नु र टक्क तरिकामा हैन, अल्छे रातिको कति 8 8:30 पनि भयो होला। गुड न्यूज पनि छ, ब्याड न्यूज पनि छ। गुड न्यूज के भन्दाखेरि हाम्रो दाइ फ्युचरको लागि एकदमसँगले कहाँ जानु भएको छ दाइ भन्दिनु? विदेश। विदेश कुन देश? युरोप, सर्बिया। यस, दाइले एकदम ब्राइट फ्युचरको लागि शुभकामना भन्दै छु। त्यही गाइस ब्याड न्यूज के भन्दा हल्का मन त दुखिहाल्छ नि, अब सँगै हिँडेको दाइ, सँगै हिँडेको बेला भएको दाइ हैन दाइ? दुःख लाग्छ कि लाग्दैन हुन त? एकतिरबाट दुःख एकतिरबाट हैन, एकतिर दुःख तर यो राम्रोको लागि हो भनेर सोचेर आएको। तपाईहरुले चिनिहाल्नु होला हाम्रो चल्दो मल्दो ब्लगर दिपेश ब्लगर कम ब्याक हो चुकी हो के दाइ? मेरो बोली विहीन भएको छ साथी, सेफ ट्राभल। यदि हाम्रो चाहिँ यहाँ दुईजना मेकानिक छन्, बाइक साइक बिग्रियो भने यता खुसी वर्कसपमा, यता के हेर दाइ एकदम ह्यान्सी हुन्छ नि फेरि दाइ गोल साथी। हाम्रो दाइले चाहिँ एकदम खेप हान्छन् गोलतिर, कसैले त गोलसलतिर आयो भने मगाउने। सो त्यही गाइस त रमाइलो कुराहरू सुन्नु छ भने पहिला तपाईँहरूले सब्सक्राइब हान्नु पर्यो मेरो च्यानललाई। सो त्यही गाइस अरू त के भन्नु र, यदि नयाँ भ्युअर हुनुहुन्छ भने मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब हानेर जानुपर्ने हुन्छ। सो त्यही गाइस मेरो भ्युअरले हेर्दै हुन्छ भने चाहिँ सबै गरिहाल्नुहुन्छ। सो टक्क पारा हाम्रो केक पनि आइसकेको छ, ह्याप्पी जर्नी भनेर। ह्याप्पी बर्थडे राखिदिएको रहेछ क्या भाइले, बनाएर गए हैन आएर गाड्दिएर। हाम्रो टक्क तरिकामा केक आइसकेको छ। अब दाइलाई के हुँदैन हाम्रो लागि यो पङ्खा निभाइदिनु एकछिन। तिम्रो च्यानल नाम भन्देऊ जिगु? रामोस ब्लग 04। ल उसको त्यही गाइस रातिको चाहिँ किन ब्लग हान्दै गर्दा भनेको एउटा मोमेन्ट हुन्छ, एउटा मेमोरी हुन्छ नि त, त्यही भएर हानेको। अब भोलिको पनि ब्लग हान्छु म। ब्रदर भाइ ह्यापी बर्थडे पनि काट्दिने के चाहिँ गर। च्यानलमा टक्क तरिकामा मेरो स्क्रिनमा राखिदिन्छु। मेरो भ्युअर जति उता जानु पर्यो, उसको भ्युअर जति मेरोतिर आउनु पर्यो। सो त्यो गाइस तपाईँहरू अब एकैचोटि केक सेक काटेको स्प्रे म हानेको देखाउँछु। गाइस हाम्रो सामानहरू आइसकेको छ खानेकुरा टक्क तरिकामा। ल 3 2 1 here we go। यता साथीलाई शुभयात्रा। टक्क तरिकामा 2 करोडको माल। कति करोडको? 2 करोडको माल। के बोले भाइ? साथी पिउने हो मैले जाने 5 करोडको माल। गाह्रो पर्छ। सो त्यही हो यस्तो रमाइलो ब्लग पनि आउँदैछ, यो टिकटकमा आएको। सो हाम्रो यहाँ के कार्यक्रम हुँदैछ भने तपाईँलाई थाहा भयो होला। खोइ त हेलो सेल फोन के भयो यस्तो गाइस? गाइस हुस्से लाग्यो, हुस्से लाग्यो गाइस। साथी लगेर साथी हुस्से लाग्यो। उयो सरवन दाइले चाहिँ कसले नहान्दिएको? काटु सबैले ह्याप्पी सेफ जर्नी भन्दिउँ है। सेफ जर्नी। राम्रोसँग यसो स्पोन्सर पनि हान्नु, बेला बिजनेस हान्दा होइन है, यसो बिजनेस हान्दा स्पोन्सर हान्नु पर्यो होइन। अब सिनियर को छ त्यसलाई दिनु, सरभन्दा ल्याइदिनु सिनियर। त्यसपछि अनि मनोज दाइ कि दिपेश दाइ सिनियर, राजु दाइ, अनि त्यसपछि साथी एकछिन बस्नु होला। त्यसपछि हामी पनि निस्किन्छौँ होला सायदै। चस्मा पुग्छ जिगु। एकछिन बसेर एकछिनपछि हामी पनि गइन्छ होला। एउटा कुरामा मलाई के हाँस उठ्यो भन्दाखेरि दाइले भोलि यही कपडा लाएर जान्छु भन्दै त काठमाडौँ खत्तम भयो। अब ताली बजाऊ गराऊ।
ल दाइले पनि खुवाइदिन्छ ल एउटा टक्कसँगले ग्रुप फोटो खिच्नुपर्छ है हामी सबै भएर ओ चाली चाली खोइ त दाइको बेला दाइको केटा ताली बजाउँदै नछोड न ताली बजाउन नछोड न मनोज दाइ तिम्रो भन्देऊ सो टक तरिकामा अब के यति हान्दिनँ हो यो सबै हान्दिउँ म एकछिन अब खुसी दिगो नि होइन यार होइन त्यस्तो नगर नि त खुसीलाई दिन्छ ओए मार लाए दोकान छ टिस्यु त सक्यो त यहाँ चाहिँ केटाहरूको के खुवाइ हुँदैछ अब यतिको माया चाहिँ हुनुपर्छ यतिको माया चाहिँ स्पन्सर हान्नु पर्यो है मेरो पालि आएको मेरो पालि ओइ ला आगो बोल कन्टेन्ट ओइ आगो ओइ फोनमै आगो बोल ला झिलिमिली गति भयो त एकछिनमा ए आगो बोल सक्के त छोड्देऊ न लु ब्रदर भाइ पुरै आगो बोल ओइ ला लेबिन्छ त ल्याउ न यहाँ ल्याउ न डेन्जर आगो बोल यार डेन्जर ब्रदर भाइ ल आगो बोल गाइस सुरेन साथीको केही हुनला हो त यो ओइ इन्सिडेन्ट घटन पक्कै अब दाइले केही न केही गाइस के खाइदिएको ल ओके छ त खाए ल भन्नु काटेर हातले त गममै हान्दिनु कि हौ ल भएको पनि पुछ्यो यार ओए लुगामा नगर न कस्तो भएको एकदम बबाल छ मेरो भाइ यस्तो चाहिँ आगो निभो केटा हो के हो अनि यस्तो राम्रो मिठो भ्लग हेर्नु छ भने सब्स्क्राइब हान्नु पर्यो के टक्क तरिकामा सब्स्क्राइब हान्नु घन्टी पनि टङ टङ बजाइहाल्नु कस्तो घन्टी टङ टङ सानो अब सक्यो नर्मल हो अब चाहिँ टाइम खाने के छ अब यस्तै भइसक्यो अब चट्टसँगले अब एकछिनलाई चाहिँ बन्द गरिदिउँ टक्क पाराले होइन चट्ट अब एकछिन चाहिँ उयो गरेर अब हाम्रो काम पनि सकौँ अनि त्यो पछाडि फेरि आउँछ अर्को भ्लग ए गाइज गुड मर्निङ एभ्रिवान आज चाहिँ म हिजोकै भ्लगलाई लिएर कन्टिन्यू गरिसकेको छु सो त्यो गाइज मैले दाइलाई पनि गाडीमा पनि चढाएर आइसकेँ साह्रै नराम्रो लाग्दो रहेछ किनभने सँगै हिँड्ने सँगै मिल्ने अब साथीभाइ जस्तो भन्दा नि अलिक मतलब दाइ भाइ भनेको दाइ भाइ हो क्या सो त्यो गाइज नराम्रो त लाग्छ अलिअलि अब अलिक दिन त मलाई गाह्रो भइहाल्छ सो त्यो गाइज टक्क तरिकामा अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि पिस ठाउँ खोज्दै आएको झापाकै पिस ठाउँ हो यो हान्जीको खोला हेलो गाइज टक्क पारामा हामी चाहिँ झिलको पछाडिपट्टिको भाग रहेछ यहाँ चाहिँ स्विमिङ खेल्ने पनि ठाउँ रहेछ होइन तर अलिकति कस्तो फोहोर जस्तो है स्विमिङ चाहिँ नखेल्नु यस गाइज होइन टक्क तरिकामा यसो खोज्दै चिल ठाउँ पनि आइसक्यौँ हामी टक्क तरिकामा हिजोकै भ्लगलाई लिएर कन्टिन्यू हानिरहेको छु मनोज भ्लग 0512 कटुमा भएको मान्छेलाई त चिनिहाल्नु भयो होला गाइज हामी कटुमा भएकोहरूलाई त छिटो चिन्नुहुन्छ नि गाइजहरूले सो यस गाइज अब यहाँ आएपछि तपाईँहरूलाई म सिनेमेटिक क्लिप नदेखाउने कुरो हुँदैन म सिनेमेटिक क्लिप झिकिहाल्छु सो त्यही गाइज सिनेमेटिक क्लिप झिकेपछि एकैछिनपछि आज चाहिँ राइडको भ्लग हुँदैन ला भिडियोमै आएन मनोजको इन्सिडेन्ट कसरी लड्नु देखा भए चाहिँ लामो लड्नु त्यहाँ टेकेको चिप्यो कहाँ टाइको धन पल्टेर चाहिँ त्यहाँ पुग्यो पल्टेको म सिधै केही भएन दामी तरिकामा लड्नु भयो हाम्रो यहाँ नि होइन पागल भन्नु लामोको बाटोतिर जान्छ
यस गाइस तपाईँहरूले सिनेमेटिक क्लिप देखिहाल्नु भयो होला। अब टक्क तरिकामा यहाँबाट हामी अब निस्किन आँटेको। आज चाहिँ राइडको भ्लग हुँदैन, आज दिनभरि म के गर्छु सबै इच एन्ड एभ्री कुराहरू तपाईँलाई सेयर गर्छु। सो त्यही गाइस आज राइडको भ्लग हुँदैन, यस्तो भ्लग पनि हेरिदिनु पर्ने हुन्छ। कति राइड भन्दै कुदेको गर्नु होइन गाइस, हतार पारामा लड यस्तो कहिले काहीँ लड्नु पनि पर्छ। यस गाइस टक्क तरिकामा चाहिँ म कहाँ छु भन्दाखेरि यहाँ दिपेश दाईको घरमा छु। आज दिपेश दाईले छुट्टी लिएर टक्क तरिकामा आज हामी गौडाको राइड हुन आँटेको छौँ। गर्मी पनि झापामा अति बढिरहेछ नि त, गर्मी बढेको देखेर यहाँ म पाक्न आँटिसकेँ। सो त्यही गाइस आज म राइडको भ्लग हाल्दिनँ भनेको थिएँ, तर बाइक कुदाएको भ्लग चाहिँ हाल्दिनँ, तर ठाउँ ठाउँमा पुगेको चाहिँ हाल्छु क्या। इच एन्ड एभ्री कुराहरू देखाउँछु आज दिनभरि के गरेँ के गरिनँ भनेर। सो त्यही गाइस यदि च्यानलमा नयाँ हुन्छ भने लाइक कमेन्ट सब्सक्राइब हान्नै पर्ने हुन्छ। यदि मेरै भ्युहरूले हेर्दै हुन्छ भने सबै हान्नुहुन्छ। टक्क तरिकामा बाइकहरू हेरिदिउँला आजको। कहाँ आएको भाइ तिमी? पागल हो तिम्रो बाइकको चाबी ल्याऊ। पागल हो, चाबी ल्याउ न बाइकको भन्छ। चाबी मसँग छैन, उसँग छ। यहाँ छ। सो यस गाइस अब हिजोदेखि मैले भ्लगहरू कन्टिन्यू हानिरहेको छु। अब म एकैचोटि भोलि पोस्ट गर्छु। सो त्यही गाइस टक्क तरिकामा अब हामी एकैचोटि गौडा पुगेर भेट्ने छौँ है त। यसो बाइकको सिनेमेटिक क्लिप देखाउँछु पहिला। सो यस गाइज हामी चाहिँ हाम्रो गन्तव्यतिर लगभग आइसक्यौँ। रोड टु हेभनवाला बाटो छ, यहाँ स्कुटी आउँदै रहेछ। सो त्यही गाइज सबैले माया देखाइदिनु पर्ने हुन्छ। भ्यूहरू लभली छ। तपाईँहरूलाई म सिनेमेटिक क्लिप देखाइहाल्छु। कस्तो भयो त साथी? बाल चाक्चे उपर दुख्या तर यस्तो फोरी कुराहरू नगर न यार साथी। यस्तो फोरी कुरा गर्नु हुँदैन साथी। मलाई त फेरि टुट हाल्न आउँदैन, म त सबै हालिदिन्छु नि फेरि। कस्तो भने फेरि टुट हाल्दा वाक्क भइसकेको छु म। म नयाँ इफेक्ट के अरे म नयाँ साउन्ड इफेक्ट निकाल्न। कस्तो भयो साथी राइड? ए भगवान आज त आमा कस्तो चिटिक्क भने हिँड्यो घरदेखि होइन। बिस्तारै भन्नु न दाइ यार। के अरे टुटको साउन्ड इफेक्ट भनेको कि म अर्कै साउन्ड इफेक्ट निकालिदिन्थेँ, तर युट्युबको पोलिसीले अलिकति दिँदैन क्या। त्यस्तो त बन्दै त्यो चाहिँ अर्कै वेबसाइट हुँदिदिन्छ। त्यही भएर म किराले दाँत खाएको छ यार, दुख्छ। अस्ति किराले दाँत खायो होला होइन, अब किराले दाँतले किरा खायो। उहाँ साथीहरू पनि पुरा एक्साइटेड भएर कुदिरहेको छ, कतिखेर नआउन पाऊँ। माल छ नि, अब माल अरे पागल हो, सरी पागल हो खोजेको माल हो। सुन न माल अरे यार साथी। भाइ सुन हजुर, त्यो खानेकुरा मलाई दिएको छौ। अब तिमीहरू चारजना अब अघि बढिरहेको छौ। केटीहरूले सबै आएर मलाई आक्रमण हाल्नुहुन्छ, मलाई त हान्छ। अनि हतियार चाहिँ के को लागि दिएको त? हतियार त दिएको हो कि अब नहुने बेलामा हतियार हुँदैन नि त। प्लिज ल्याइएन क्या भाइ। अब राइडमा आएको भरे पुलिस चेकिङ भन्दा हतियार देख्नुभन्दा मार्नु बुझ नि तिमी। भाइको के बोले होइन यार, त्यस्तो अलिकति अश्लील कुरा चाहिँ यहाँ नगरिदिउँ भने। ल यस गाइज अब तपाईँहरूलाई म एकैछिनपछि सिनेमेटिक क्लिप देखाएर भेट्ने नै छु। यस गाइज तपाईँहरूले सिनेमेटिक क्लिप पनि देखिहाल्नुभयो। मसँग जान्छ खतरा मान्छे छ।
खत्रै हो के हो तिम्रो नाम भन्देऊ न त साथी के हो नाम बहिनी परिचय पाम के हो तिम्रो नाम भन्देऊ मेरो टक्क लाएर मेरो सब्सक्राइबरहरूले फेरि आँखा नलाउनु नि के हो तिम्रो नाम बहिनी परिचय पाम ओ नो सर सो यस गाइस यस्तो मिठो मिठो शब्द सुन्नु छ भने यस्तो बबाल भ्यू कन्टेन्ट हेर्नु छ भने पहिला मेरो च्यानललाई सब्सक्राइब हान्नुपर्ने हुन्छ तपाईँले टक्क पारामा घन्टी पनि बजाएर देखाइदेऊ कि तर अहिले घन्टी नबज्ने ठाउँमा छ क्या सो यस गाइस अरू त के भन्नु र अब एकैचोटि तपाईँहरूलाई म सिनेमेटिक क्लिप पनि देखिहाल्नु भयो होला अब एकैचोटि हामी चाहिँ हाम्रो गन्तव्य स्विमिङ पुलमा टक्क डुब्की हानेर टक्कसँगले भेट्ने छौँ ल गाइस यस गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसन आइसकेको छौँ हाम्रो साथीको क्रास भयो यहाँ कहाँ क्रास भयो के भयो चप्पल पनि कस्तो बबाल क्या लभली ठाउँ लाग्यो क्या मलाई त एकदम बबाल लाग्यो यदि तपाईँहरूलाई पनि पौडी खेल्न मन लागे यहाँ आउनुपर्ने हुन्छ अब तपाईँहरूलाई म एकैचोटि मुनि गएर भेट्नेछु सो त्यही गाइस ओ पानीमा छिर्यो या कस्तो रिस्क लिएर म भिडियो बनाइरहेको छु गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ दर्शकबिनहरू हेर्न सक्नुहुन्छ यहाँ वाट अ लभली प्लेस क्या गाइस यही हो रिकमेन्ड तपाईँहरूलाई किन जानु स्विमिङ पुल त दुनियाँ त फोरीहरूले नआएको ठाउँमा ओ बबाल टक्कसँगले बबाल छ यस्तो मिठो मिठो भ्लग हेर्नु पर्नेमा सब्सक्राइब हान्नुपर्ने हुन्छ वाट अ लभली चोरेट त साथी छिटाउने यार खेल डाइभ नाना डाइभ खट जनतालाई कस्तो वाउ सो यस गाइस अब चाहिँ भिडियो बन्द गरौँ ल रिस्क किन लिनु होइन रिस्क लिनु हुँदैन क्या साथी फोन भिडियो यार मेरो महँगो सस्तो फोन यता हान्नु यता साथी केही भनिदेऊ कस्तो लाग्यो बबा लाग्यो कस्तो दामी पाइन्छ फोन कोही केला म फोन बन्द गरेको ल गाइस अहिलेको यति लागि भन्दै बिदा हुन चाहन्छु सिनेमेटिक क्लिप एकछिनपछि हेर हुने नै छु यस गाइस अहिले चाहिँ हामी पौडी सौडी खेलिसकेर टक्क तरिकामा हल्का भोकसोक लाग्यो हामीले ल्याएको खानेकुरा खान्छौँ एक्लै बनाउँदै रहेछ अनि कहाँ खोल्नु ओसेको रहेछ 5 करोडको माल कस्तो मजा आयो त्यही गाइस तपाईँहरूलाई म लोकेसन चाहिँ भनिदिइहाल्छु मैले 2-3वटा यही गौडाकै भ्लग हालेको थिएँ ल गौडाको तर के थियो भने गौडा गएर अडुवा कि के भनिरहेको थिएँ गडुवा गएर अडुवा भनेर केही छैन गाइस योपालि चाहिँ रमाइलो भयो बबाले भयो वाइ नो वाइ बबाल मजा आयो गाइस टक्क तरिकामा ओ 10 करोडको माल कस्तो छ दिपेश दाइ दामी फाइभ अब यहाँ टाउको अझै बाँकी छ खाने खानु हुन्छ मासु चाहिँ हुनुपर्छ सो यस गाइस अब अहिलेलाई चाहिँ म भिडियो बन्द गर्छु ल एकछिन पछि फेरि भेट्ने नै छु यस गाइस फेरि पनि स्वागत छ तपाईँहरूलाई भन्दै अहिले चाहिँ हामी नुहाइधुवाइ गरेर निस्किसकेको छौँ अब एकछिन पछि हामीलाई वहाँ पर पल्लो डाँडा पुग्नुपर्ने छ गर्मी हुन थालिहाल्छ नि अब पानीमा खेल्नु लाग्यो
हजुर क्लास दुख्छ यार यस्तो त सो त्यही हो गाइस सबैजना आउनुपर्ने हुन्छ अरू मान्छे चलाएको सायद यदि तपाईँहरूलाई गर्मी भयो भने चाहिँ टक्क तरिकामा गडुवा आउने गडुवा तर फेरि जबर जे पाए त्यही खाएर जथाभावी सिसा फुटाउने काम चाहिँ नगर्नु होला किनभने हाम्रै ठाउँ हो अरूले हानि नोक्सान त्यही त यस्तो अब नेचुरल्ली दिएको ठाउँलाई त हामीले बिगार्नु भएन नि त पछिको दिनमा आएर हामीले पनि खेल्नुपर्ने हुन्छ तपाईँहरूले खेल्नुपर्ने हुन्छ त्यही त मैले चाहिँ त्यो धेरै कमजोरी देखेको थिएँ क्या अघि पनि एउटा दाइले खाँदै बियर खाँदै फालो क्या हामीले भनेको थियौँ यस्तो के गर्नुभएको दाइ तपाईँले भन्दा केही बोलेन क्या त्यस्तो होइन नि त यार जथाभावी खाएर जथाभावी मुजी फाल्ने भयो त दुनियाँले गरिहाल्थ्यो नि होइन त्यस्तो गर्नु हुँदैन गाइस आए पनि टक्क तरिकामा ठाउँमा खाने ठाउँमा रमाइलो गर्ने जाने नि अरे यार त्यो बियर चाहिँ किन बियर फुटाएर जथाभावी फाल्ने काम चाहिँ किन गरेको त्यो चाहिँ त्यही गाइस म त्यही रिकमेन्ड गर्छु आउनु पर्ने हुन्छ तपाईँहरू पनि गर्मी भने साह्रै लोकेसन भनेको सुसाइड पोइन्टको साइड त्यही गाइस अरू त के भन्नु र टक्क तरिकामा अब यति भन्दै सिनेमेटिक गीत देखाउने छु सो यस गाइज तपाईँहरूले सिनेमेटिक भ्यू पनि हेरिहाल्नु होला टक्कसँगले अब चाहिँ म तपाईँहरूलाई कतैको भ्यू देखाउँदिनँ अब सिधै हामी बिर्तामोड पुगेर भेट्नेछौँ किनभने ऊ त माथिको डाँडामा पुग्नु छ केटाहरू अहिलेखेरि गर्मी हो भन केटा अझ पौडी खेल्नु म फोटो सेसन चल्दैछ ओ तालु सो यस गाइज म के भन्छु भने फेरि पनि यदि च्यानलमा नयाँ हुन्छ भने लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला यदि मेरै भ्युहरूले हेर्दै हुन्छ भने चाहिँ सबै गरिहाल्नुहुन्छ सो त्यही गाइज अरू त के भन्नु र अब आयो रमाइलो गरियो होइन टक्क तरिकामा